चैतन्य तत्त्व त्यो परब्रह्म परमात्मा आउनुहुन्छ, चिन्तन हुन थाल्दछ, सबै मोक्षका द्वारहरू खुल्ला हुँदै जाँदछन्, बन्धनहरू मुक्त हुँदै जान्छन्। हामीलाई कसैले बन्धन गर्न सक्दैन। जब हामी भगवानमा दृढ भक्ति गर्दछौँ, जब हाम्रो मन भगवानमा जोड्दछौँ, त्यसपछि हाम्रो बन्धनहरू के हुन्छ? जसरी वसुदेव कारागारमा थिए, रातको समय थियो, सबै सैनिकले घेराव गरेका थिए, त्यहाँबाट निस्किँदै द्वार खोल्दै खोल्दै गए। अब आउँदाखेरि के भयो? देवीलाई लिएर आउँदाखेरि मायालाई लिएर, मायाको प्रति माया भयो भने के हुन्छ? बन्धन हुँदै हुँदै जान्छ। पुत्रको माया भयो, जसरी जड भरतको प्रसङ्गमा आयो, मृगको बच्चासँग माया भयो, पछि मृगको बच्चो बन्नु पर्यो। मायाले के गर्छ? हामीलाई बन्धन बनाउँदै जान्छ। हामीलाई घरमा माया भयो, परिवारमा माया भयो, त्यसले गर्दा हामीलाई छोडेर जान मन लाग्दैन। यो माया हाम्रो शिरमा जब बनाउँछौँ, मायाको भावनाले भित्र हृदयमा राख्दछौँ, त्यसले के गर्छ? हामीलाई बन्धन बनाउँछ। जब हामी चैतन्य तत्त्व परमात्मा मात्रै हुनुहुन्छ भनेर हामी जब दिमागमा राख्दछौँ, मनमा राख्दछौँ, तब हाम्रो सबै द्वारहरू खुल्दै जान्छन्। यो हामीले बुझ्नु पर्दछ यहाँनिर। यसरी अब जब नन्द घरबाट ती देवीलाई ल्याएका थिए, देवी आकाशमा जानुभयो। आकाशमा गइसकेपछि ती कंसले अब मार्नका निमित्त भनेर जताततै सैनिकहरू पठाएको थियो। यहाँनिर अब बिहानको समय भयो, नन्द घरमा उत्सव हुन लाग्यो। अब सबैजना आए। आज नन्द बाबाको घरमा पुत्र प्राप्ति भएको छ। हिजो बेलुका त कन्या थिइन्, आमालाई थाहा भएन, राति नै साटेर के भयो, यहाँ भगवानले लीला गर्नुभयो। 7वटा बेलुका कन्या जन्म भएकी, बिहान छोरा छन्। अनि त्यो पुत्र मोहले गर्दा पुत्र उत्सव हुँदै गयो। त्यहाँ नन्द बाबाले सबैलाई बोलाउनु भयो। सबै देवी देवताहरू पनि आए, गन्धर्वहरू आए, नाचगान गरे, रमाइलो गरे। आज हाम्रो पनि यहाँ पराशर आश्रममा भगवान प्रकट हुनुभएको छ। हामी पनि एकछिन नाचगान गर्दछौँ, रमाइलो गर्दछौँ र प्रसाद ग्रहण गरेर हामी आजको सत्रलाई समापन गर्नेछौँ। बोले भक्तवत्सल भगवानको। भगवानले दिव्य स्वरूपमा त्यहाँ लीला गर्नुभएको छ। नन्द घरमा उत्सव भइरहेको छ।